कालिका नगरपालिका पशु सेवा शाखाले हालसालै मात्रै चाहिँ यो सामुदायिक कुकुर तथा बिरालोहरूको स्थायी बन्ध्याकरण कार्यक्रम चाहिँ सम्पन्न गरेको छ, जस अन्तर्गत हामीले 272 कुकुर तथा बिरालोहरूको चाहिँ हामीले स्थायी बन्ध्याकरण गरेका छौँ र ती सम्पूर्ण स्थायी बन्ध्याकरण गरेका पशुहरूमा हामीले रेबिज विरुद्धको खोप पनि दिएका छौँ। यो कार्यक्रम हाम्रो चाहिँ यो दोस्रो वर्ष हो। हामीले अघिल्लो वर्ष पनि सम्पन्न गरेका थियौँ र यो वर्ष पनि गरेर हामीले दुईटा वर्ष चाहिँ हामीले यो कार्यक्रम सम्पन्न गर्यौँ। हामीलाई चाहिँ के छ त भन्दा नेपाल सरकारले नै सन् 2030 सम्ममा यो कुकुरको कारणबाट हुने रेबिजको कारणले जुन मानिसको मृत्यु हुन्छ त्यसलाई चाहिँ शून्यमा झार्ने जुन लक्ष्य लिएको छ, सोही अनुरूप नै हामीले पनि यो कुकुरको चाहिँ एनिमल बर्थ कन्ट्रोल प्रोग्राम भन्छौँ, जुन हामीले चाहिँ एबिसी प्रोग्राम भन्छौँ, त्यो अन्तर्गत रहेर हामीले चाहिँ यो कार्यक्रम सञ्चालन गरेका हौँ। यसले चाहिँ यो कार्यक्रमले नेपाल सरकारले लिएको लक्ष्यलाई चाहिँ पक्कै पनि त्यो हासिल गर्नलाई चाहिँ एउटा इट्टाको रूपमा चाहिँ काम गर्नेछ भन्ने हामीले चाहिँ आशा लिएका छौँ। हस्, धन्यवाद।